गाइस नमस्ते सबैजनालाई वेलकम टु आवर न्यू ब्लग। हामी चाहिँ अहिले दाजुभाइ मिलेर यता हाम्रो आफ्नै कुखुरा फार्मतिर जाँदैछु। हेर्नुहोस् यो चाहिँ हाम्रो यो चेतनको माहौल, चेतनको भ्यू दामी छ है गाइस। अब चिरी चिउरी खोलो न Ui kia chỉ đây này, cái gì kia này? बिजुली करेन्ट नयाँ हो, बिजुली लाग्यो ल। अस्ति चाहिँ हामी यहाँ माछा लिन आएको थियौँ। यो पोखरीबाट लगभग हामीले कति 35,000को माछा लिएर गयौँ। त्यही कति केजी जति 60-70 केजी जति आएको थियो लिएर गएको हामीले। यहाँ माछा पुग्नु सक्दैछ। पैसा चाहिँ पायो हामीले बल्ल तल्ल। जो दिन चाहिँ दियो दाइले, धेरै धेरै धन्यवाद दाइ तपाईँलाई पैसा दिनुभएकोमा। के गर्ने गाह्रै हुन्छ नि, हामीलाई पनि अब आफ्नो फार्म चलाउन गाह्रै हुन्छ नि। यसो अलिअलि आएको पैसाले त यताउति गर्ने हो। तलब गाह्रो गाह्रो। हामी फेरि अब दाजुभाइ मिलेर फेरि एउटा बाख्रा लिएर जाँदैछौँ हाम्रो फार्ममा। कालो बाख्रा किनेको यता एकैचोटि धेरै त हाल्न सकेन हामीले, बिस्तारै बिस्तारै गरौँ के भनेर। बाटोको हालत हेर्दा कुनै कुनै ठाउँमा त कस्तो कस्तो छ भने नि बाटो झन् बर्खा लागिसक्यो। बर्खामा त हो के भन्नु र, खै धोका दिनुलाई भने जस्तै हो। कहिले बनाइदिनु पनि यस्तो बाटो। हामी पुग्न लागिसक्यो बाख्रा घरधनीको घरमा। यसो बाख्रा ल्याउने भनेर दुईजना दाजुभाइ। फाइनली हामी चाहिँ पुग्नु लागिसक्यो है अगाडि। अब घरधनी मान्छे छ कि छैन पनि, अब भयो भने ल्याउने हो, भएन भने उ त्यो कालो बाख्रा हो क्या, त्यही हो। थप्ले भन नि, के थप्ले भन मोल्गेर यहाँ मोल्ग्या निकै थप्ले भनौँ हो। गाई चाहिँ यो नै हो हामी लिएर जानु लाग्यो। अब कस्तो छ, राम्रो छ नि बाख्रा चाहिँ, राम्रो छ। प्राइस पनि त्यति धेरै परेन, 4,000 मात्रै हो। राम्रो छ बाख्रा चाहिँ। होस् हाम्रो अङ्कल चाहिँ भर्खर खाना खाने हुनुहुँदो रहेछ। त्यस्तो गयो बिचरा। मकै पनि लिएर जानु लाग्यो हाम्रो बाजेबाट। मकै चाहिँ हामी 2 क्विन्टल जति लिएर जाँदैछौँ। बाजेबाट चाहिँ हेरिसकिहाल्छ नि होइन, के ठुलो कुरा हो। पैसा मात्रै हुनुपर्छ होइन त काका। ए यस्तो चाहिँ अब जति पनि पाइहाल्छ। अब बोकेर लिन्छ अब के यो ठुलो भइसक्यो। यो एउटा मात्रै थियो, डोर लिएर जाऊ न। यो एउटा डोर लिएर गए पनि हुन्छ क्या। ए एउटा हो तपाईँसँग भएको? ए बिचरा एक्लै रहेछ। राम्रो जातको छ है पाल। ठुलो ठुलो के गर्ने, गाह्रो छ नि। खाऊ लो स्कुटर थिमार बोला वहाँ बस्छ होला बस्छ। छैन, नजिकै छ, त्यही भएर तानेरले नै लिएर जानु पर्यो हो। अब के गर्ने, अब लानै पर्यो नि तानेरै होइन। अब गाह्रै छ, चिप्लो हो बाटो। अब गाइस हामी चाहिँ आइपुग्यो हाम्रो फार्ममा। यो चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरू हाम्रो फार्म। यो चाहिँ हामी यसो सुत्ने अनि सामानहरू राख्ने अनि खानासाना पकाएर खाने किचन। यो चाहिँ कुखुराको, यतापट्टि यो पनि कुखुराको। अनि योभन्दा अलिकति उता के अरे
पोखरी छ अनि उतापछि अलिकति बुङ्गुरको छ म अहिले तपाईँहरूलाई देखाइदिन्छु यो चाहिँ हाम्रो सेकेन्ड लटको कुखुरा अस्ति नै बेचिसक्यो एक लट चाहिँ ठुलो यो चाहिँ भर्खरै हालेको बर्खा लागिसक्यो त्यति धेरै चाहिँ हालेन हामीले यो जम्मा 500 कति थिए 34वटा क्या कति 534 नि हो त्यो 534 जम्मा 534 मात्रै हाले यसपालि चाहिँ यतापट्टि चाहिँ हाम्रो अलिकति बाख्राहरू पाले यता चाहिँ यहीँ बाँधिदिनु पऱ्यो भ्यू त राम्रो छ म चाहिँ तपाईँहरूलाई एकछिनपछि भुङ्गुरको पनि देखाइदिन्छु बाख्रा ल्याएको गाई चाहिँ हेर्नु त यहाँ उता अर्को कालो बाख्रा देखेर यो 5वटा बाख्रा उता जानै सकेन हामीले चाहिँ त्यो कालो बाख्राले चाहिँ अलिकति चापड दिएको थियो 5वटा बाख्रा यसो जान्छ कि त्यहाँ गएर खान्छ कि भनेको सक्दै सकेन 5वटा भिलेन एउटा हिरो भएको जस्तै हो नि त गुन्डाहरू जस्तो यो 5वटाले चाहिँ उता हेरेछ कालोलाई कालो बिन्दास तरिकाले खाइरहेको छ यिनीहरू उडाए धपाएको जानै सकेन डराएर हो कि नयाँ देखेर हो कि के हो तपाईँहरूलाई मेरो पोखरी देखाउन जाँदैछु है यो चाहिँ हाम्रो माछा पोखरी सबैको अलि सकिएन कि अब पानीतिर जान अलिक डर लाग्छ काम गर्ने मान्छे खोजेको कोही पाउँदै पाएन माछा त छ यहाँ टन्नै अस्ति भएर हालेको अनि गर्मीले मर्दो रहेछ है अब त्यति थाहा पनि थिएन पानी धेरै हाल्नुपर्ने रहेछ अनि उता पनि सानो पोखरी छ त्यसमा पनि हालेको माछा त्यसमा चाहिँ अलिक सानो हाल्दै थियो त्यस्तो बच्यो कि बचेन कि देख्दै देखेन कि त्यहाँ त भ्याकुतालाई खायो कि सर्पले खायो कि बगुलाले खायो केले खायो एउटा देखेन त्यहाँ चाहिँ टन्नै हाल्यो त्यो हाल्न त यतापट्टि चाहिँ हाम्रो बुङ्गुर फार्म यता चाहिँ त्यति बेति धेरै त हाल्न सकेन नयाँ चोरी भएर बिस्तारै बढाउँदै जान्छु हेर्न सक्नुहुन्छ तपाईँहरूले यो चाहिँ हाम्रो कति 3 महिना जति पुग्यो कि अब नि 3 महिनाको बुङ्गुर हो यिनीहरू सबै एकैचोटि ल्याएको हो यो अनि यो यिनीहरू चाहिँ यो एउटा खसी हो एउटा भाले अनि यता चाहिँ यो बच्चाहरू चाहिँ भर्खरै कति 2 महिना जति हुन लाग्यो यिनीहरू पनि 2 महिना जति हुन लाग्यो यिनीहरू अनि यिनीहरू चाहिँ म्याक्सिमम 45 डेज चाहिँ भयो कि अब 45 दिन चाहिँ भयो होला यिनीहरू अनि अब यहाँबाट टन्नै छ अब कहिले भर्ने अब सक्दैन बिस्तारै गर्दै जानु पर्ला सकेसम्म धेरै नै हाल्ने भन्ने विचार गरेछौँ हामीले अब त्यही त हो नि है अब एकैचोटि हाल्दा पनि गाह्रो कि अब अनुभव पनि छैन अब यही हो कि पोखरी हो अनि उतापट्टि पनि अब सानो पोखरी छ अब कुखुरा खोर त्यो दुईटा यतापट्टि चाहिँ यसो हामी आउँदा कहिले सुत्ने अनि कामदारहरू अनि त्यसमा बुङ्गुरको चारो अनि कुखुराको दाना बाख्राको लागि चापड यताउति राख्ने स्टोर पनि छ अलिकति अनि त्यसपछि किचन कोठाहरू यताउति छ एकदमै गर्मी छ आज अब पानी हाल्नुपर्ने जस्तो देखिन्छ माछा अलिकति उफ्रिरहेछ अब अक्सिजनको कमी भएर हो कि के हो पनि अब यसो पानी चाहिँ मोटर चाहिँ चलाइदिनु पर्यो एकछिन धेरै गर्मी छ भाग फुटेर चाहिँ चेन्ज गर्नु लाग्यो माछा त चलिरहेछ पानी कस्तो कम्ती हुने कि एकछिनमा कम्ती भयो भने धेरै गर्मी भएर असरको बेला एकदमै गर्मी यो पोखरीमा हालेको सानो पोखरी खै के हो माछा एउटै देख्दैन पानी हालेको छ दाना त्यतिको कामै छैन सोल्दै धुने बित्तिकै सबै गर्ने बित्तिकै गुवा हाल्नुपर्छ लास्टै हुने कि यसो पानीमा अब नुहाइदिएर यिनीहरूलाई एकछिनपछि चारो दिने टाइम पनि भइसक्यो लो धेरै गर्मी छ अब के गर्ने सानो भए पनि यसो नुहाइदिनु पऱ्यो भनेर एकदमै गर्मी छ गर्मी ल
अर्को टोलीलो यो टोलीलाई पनि नुहाइदिनै पऱ्यो नि अब सबैलाई नुहाइदिनु पऱ्यो ल सोल्टी ल ठिक्क भयो गर्मी छ ल आनन्दले ल ओए उठाइ सोल्टी उठ 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 भाइ उठ दिनमा 3 चोटि नुहाइदिनु पर्छ चेतनको गर्मी यस्तो खतरा छ अब के भनेर खोइ अति गर्मी छ धान रोप्न लागेको बिहानदेखि यतिकै छ रोप्न सकेको छैन घाम लागेर हेर्नु त आम्मामा के भएको हे तेरो सूर्यदेव कस्तै घाम लगाइदियो अहिलेसम्म रोपेकै छैन 4 बजिसक्यो गुडको यसो चारो तयार गर्नु पर्यो टाइम पनि भइसक्यो चोकर यो दाना यो चाहिँ ठुलो टोलीको लागि चोकर चोकर कति 3 के भन्छ पनि यो थानामा हैन यो 3टा अनि यो दाना पनि यो दाना 2 नम्बरी दाना ठुलो भइसक्यो नि त छवटा खोलायो यो दाना चाहिँ हाम्रो यो चिकनको न्यू होपको दाना हो अहिलेसम्म त ठिकै छ बढेको जस्तो पनि लाग्यो दाना दिएर हो कि के हो फेरि भुसना टोलीको लागि अहिले सानो टोलीको लागि सानो टोलीले चाहिँ अहिलेसम्म सानो 0 नम्बर नै खोलाइरहेको छु तिनीहरू बस्दैन कि भनेर ठुलो दाना चाहिँ कति हो म चाहिँ चारो हेर्दै जाँदैछु गाईको लागि यो जतिले फेरि उनीहरूको चारो खाने टाइम भयो भने ठ्याक्कै चिनिहाल्ने रहेछ कि कराएको धेरै कराउने अति कराउने के हो लोखा लास कराउने के विधि कराउने हेत्तेरिका खाना खाने टाइम भएपछि त कानै फुटाउला जस्तो नि कराउने नि आमामा हामीले त यस्तो भुइँमा दिन्छु साथी हो हजुरले कस्तोमा हुनुहुन्छ यस्तै सायद यस्तै गुड बनाएर पनि दिनुहुन्छ होला होइन कसले खाइसक्यो यिनीहरू त खाइसकेछ कति छिट्टै यो अर्को टोलीले पनि लगभग खाइसक्यो भनौँ न यिनीहरूले पनि खाइसक्यो यिनीहरूले लगभग खाइसक्यो त्यो बच्चाहरू यिनीहरू चाहिँ लडीबडी गरेर सधैँ लडेर मात्रै खाँदो रहेछ यिनीहरू चाहिँ मिलेर नखाने अब अर्को टोली पनि खाऊ 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 बाबु नानी हो खाऊ मछली खाऊ ज्यान बनाऊ यसो घाँस काट्नु पर्यो बाख्राको लागि अब घर जाने बेला पनि भइसक्यो घाँस चाहिँ अलिकति धेरै नै दिनु पर्यो आज एउटा बाख्रा थाप्यो फेरि घाँस काटिसक्यो अब दिनु पर्यो नि अब के गर्ने तापिम र चले आएको तो पानी तिया गरी पानी तो चम्परा खाऊँ खम दिलू खै खम दिलो पागल खम क्या खाऊ ल ल ल पक 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 ल्याइदिएको छु त के हो आज तिमीहरू मिलेर बस्यो अघि न बिहान त पुरा हेर्दै बसिरहेको त खा मजाले खाऊ भाइ लोक मजाले खाऊ नलट है नलट लडिस कि मरिस लड्नै होइन त्यो बरु राम्रोसँग खाऊ ल त्यो ठुलोले हान्न चाहिँ नहान्ने रहेछ हामी त डराइरहेको कि अब त्यत्रो ठुलो छ यसले फेरि यो बच्चाहरूलाई हान्छ कि भनेको यो हान्न चाहिँ हानेन ल मिलेर खाऊ है मिलेर खाऊ तिमीहरू ल
दिमाग खराब बनाउँछ त्यही एउटा मिस्त्री बोलाएर देखाइ नि हुन्थ्यो नि त्यही हो नि झ्याउ गर्छ दिमाग खराब गरिदिएको त्यही हो नि के ल्यायो के ल्यायो दुईवटा बोल्छ कि यही चपल्ला गर्दा नि हुन्छ के हुन्छ के अरे हेर्नु यहाँ अगाडि हेर्नु न तार हेर्नु न त्यस्तो भयो उयो पनि त्यो बोलाप थियो होइन पट्टे फुट्यो हेरेको त्यो हिटले हो नि भाइ हिटले हो लाइन छ यसमा अहिले छैन झिक्दिएको सैला बजी सेजमा के थियो सयद हो खोइ के हाम्रो त के थाहा हुनु नि त मरिहाल्छ नि यस्तरी त पट्टी फुटिरहेको क्या अस्ति हिटले हो हिटले हो कस्तो होल्डर छ यस्तो होल्डर छैन यो नि त्यसलाई टालिदिनु न अनि अरू बल्छ अरू यो दुइटा यो र यो चाहिँ बोले यो दुइटा यो दुईटा परेको छ हैन यो दुइटा बोले अरू त्यो दुइटा चाहिँ जलेको अस्ति हो तिनीहरू त गरिरहेको छु के अरे अहिलेसम्म त हिटले हो त त्यो हिटले हो अनि यो प्लग पनि कराइरहेको थियो कि के पर्छ क्या त्यही त नि यहाँनिर यसले काम गर्न गर्ने भयो यहाँनिर टक्कै एउटा प्रोसेस राख्नु पर्यो अँ नभए यसमै अहिले जस्ट काम चला बनाइदिनु न पछि सामानहरू ल्याएर अरू के भएको होइन त त्यो हिट भएर नै हो सबै एकदम हिट भयो 200 वाटमा अँ चलाइदिन्छ त्यही हो नि एकदम ननस्टप चल्यो यो दुईटा यस्तो चलाउनु फेरि अरू चलाउनु त्यस्तो भएको अरू भाइहरू कहाँ गए त नि ए भाइहरू आफ्नै दुनियाँमा छ त्यो झङ्ग्री भाइ इन्डिया गएको थियो नि झङ्ग्री भाइ इन्डियामै छ इन्डियामै छ अलिक इन्डियामै छ त्यस्तो के बनाइदिएछ उ टोक्छ होला त टोक्दैन नि के बनाएको त्यस्तो गुँडहरू बनाइदिएको रहेछ अनि हामीलाई लाइन पनि बनिसक्यो अब हामी पनि लाग्ने ल हामी पनि लाग्ने हो त्यही ल म त त्यो दुईटा दाइहरू त बसेर गएँ गयो काम छैन ल ओके गाइस सी यू बाई बाई धेरै धेरै धन्यवाद हाम्रो भिडियो हेरिदिनु भएकोमा अर्को भ्लगमा आउँछु हामी र भिडियोलाई पनि लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु हेरिदिनु होला माया गरिदिनु होला पहिलोचोटि बनाएको हाम्रो त्यति विधि राम्रोसँग आउँदा नि आएन अब यसो बनाइदिउँ ट्राई गरिदिउँ भनेर हो ओके अब यस्तो यो फार्मिङको लागि केही के अरे सुझावहरू हामीलाई कमेन्टमा दिइदिनु होला हामी त्यही तपाईँहरूकै कमेन्ट अनुसार केही कामहरू गर्ने प्रयास गर्छु हामीलाई माया गरिदिनु होला धेरै धेरै धन्यवाद हाम्रो बजेहरू चाहिँ दिनभरि काम गरे यहाँ सुधै हो अहिलेसम्म सके आएन गाइस बाई बाई